What's up? Good morning. आज चाहिँ अब हामी साइक्लिङ गरेर उता सौरा जाँदैछौँ हैन। यो चाहिँ मेरो फर्स्ट टाइम हो आज। अनि यस्तो गर्मी छ हैन। अहिले चाहिँ कति बज्यो भन्दाखेरि वेट घडी हेर्छु है। अहिले 5:43 भयो है। 5:43 भयो। अब हामी एकछिनमा जान्छौँ। हामी आज लगभग 5 जना ग्रुप छ। अनि म चाहिँ अहिले हरलेवा नै खाइरहेको छु। अनि अब त्यही हो हैन। अब अहिले बाटोमा देखाउँछु। अनि यो चाहिँ मेरो आज फर्स्ट एक्सपिरियन्स हो साइक्लिङको। अझै मैले यस्तै धेरै साइकल नचलाएकै कति भइसक्यो हैन। त्यही अब म बाटोको देखाउँछु। अनि मेरो अहिले साथीहरुको इन्ट्रोड्युस गराउँछु। साथीहरु भन्दा नि सबै अब प्राय दाइहरु नै हुनुहुन्छ हैन। Keep watching guys. Hey guys, यहाँ मेरो साइकलको हावा गयो हैन। हिजो रातिसम्म ठिक थियो। आज साइकलको हावा गएछ। अब यहाँ साइकलमा हावा हाल्न आइरहेको छु। उहाँ दाइहरु कुरेर बस्नु भएको। पानी यस्तो परेछ, खतरा पानी परे है। यहाँ साइकलले हो यो त्यहाँ हावा हाल्न आइरहेको छ है। हिजो रातिसम्म ठिक थियो। आज बिहान उठेर हेरेको त हावै गएछ क्या। दाइहरु चाहिँ उहाँनिर बसिरहनु पर्छ। पानी यस्तो खतरा परेछ है। बाटोमा तपाईहरु देख्न सक्नुहुन्छ यहाँनिर है। हेलो एभ्रीवान। म चाहिँ अहिले यहाँ साइक्लिङ गरेर हिँडिरहेको छु। मेरो साइकल चाहिँ बिग्रेको भएर दाइहरु चाहिँ अगाडि गइसक्नु भयो। अनि म चाहिँ यहाँ पछाडि आइरहेको छु अहिले है। पसिना आँखा पस्यो। ओ पिरो भयो सेट। राइट म चाहिँ अहिले यो निप्पानी चोक भन्ने ठाउँमा आइपुगेँ। अब यहाँबाट सिधै गयो भने हेटौँडा पुग्छ। टाढी जाने बाटो यो। यहाँबाट राइट टर्न लिएपछि हामी सौरा पुगिन्छ है त। सौरा रमाइलो डाँडा यही बाटो हुँदै जाने हो। अब यहाँबाट विदिन 25 to 30 मिनटमा म चाहिँ सौरा पुग्छु अब। अनि दाइहरुलाई पनि वहीँ गएर भेटिन्छ। गएर भेट भएपछि रमाइलो त छँदैछ। अब के भन्छ श्री डिस्ट्रिक्ट सेकेन्डरी इङ्ग्लिस बोर्डिङ स्कुल रहेछ। अब म चाहिँ यो चित्रसारीमा आइपुगेँ। उहाँ पारिपट्टि चाहिँ दाइहरु रोकेर बस्नु भएको छ मलाई। मैले पनि ढिलो भयो त्यही भएर। त्यो चाहिँ चित्रसारीको पुल भन्छ यसलाई। हेलो एउटा साथी भेट भयो। फाइनल्ली हामी चाहिँ सौरा अब इन्ट्री गरिसकेका छौँ। यहाँ दाइहरु उनीहरू कुरा बसिरहनु भएको छ। ओ माई गड क्या मजा आएको यार। यहाँ चाहिँ यो होटेलको नामहरू छ होइन। नाम नम्बरहरू छ। तपाईहरु कन्फ्युज भयो भने हेरेर पनि जान सक्नुहुन्छ। एउटा साथी यहाँ छ
ओ भेट भयो दाइहरु ला थके लाग्यो ए अब हाम्रो बाटो आयो किन यत्रो टाइम लाग्यो दाइहरु ओ मेरो दाइ के छ वेलकम टु माई ब्लग यहाँ दाइहरुलाई भेट भयो अब फेरि गइहाल्छौँ हामी आज एकदम मस्त इन्जोय भइरहेछ हैन अब भाइलाई चाहिँ अघि बाटोमा मिस गरेको थियौँ अबबाट चाहिँ हामी रिजोइनिङ गरेर मेरो साइकलले धोका दियो नि त दाइ इन्जोय हुन्छ कि सही हो एकदम बवाल छ बवाल भइरहेछ दाइ खुट्टा दुखेर यहाँ भइसक्यो गाह्रो भइरहेछ नि गाह्रो होइन रमाइलो पनि बवाल रमाइलो भयो भर्खरै दाइहरू पनि भेट भयो अब हामी पुरै रफ्तारमा हिँड्दैछौँ फेरि पानी खाएपछि अलिक मजा पनि आयो होइन अब हामी चौरा गएरै बसिन्छ अगाडिपट्टि यस्तो छ अगाडिपट्टि बाटोको कामहरू भइरहेछ सौरामा बन्दै गरेको घन्टा घर हो देख्दैछ नि होइन बाबा अब यहाँबाट हामी राइड लाग्छौँ सौराको क्लिनिक हाम्रो सेफ्टी डेन्टल केयर हेलो दाइ व्हाट्सअप कस्तो भइरहेको दाइ साइक्लिङ है अब हामी सबैले कन्टिन्यू गर्ने हो दाइ यहाँ पुरै दिपकलाई अलिकति साइकल ठुलो भएको जस्तो छ त्यही भएर उसले उठी उठी चलाइरह पञ्चर भएर त्यो दाइको साइकल ल्याएको आज दाइ रमाइलो भन्छ अगाडिबाटको भ्यू केटाहरूको सौरा त पुरै बन्द एकदम टोटल्ली पुरै क्लोज भ्लग कस्तो हुन्छ थाहा छैन एक्सपिरियन्स चाहिँ बवाल भइरहेछ यहाँ होइन हाम्रो दाइ पुरै काठमाडौँबाट ल्याउनु भएको साइकल होइन चितवनमा साइकल सर्टेज भएर दाइले चाहिँ यो साइकल काठमाडौँबाट ल्याउनु भएको है ओहो
ओके गाइस, अब चाहिँ हामी ब्रेकफास्ट गर्नु गइरहेछौँ। अब ब्रेकफास्ट गरेर अनि घरतिर लाग्छौँ फेरि हामी, है त। ओके गाइस, लास्टै थकेला यार, पानी खान बसेको, दायाहरू अगाडि गइसक्यो, दायाहरूको पानी बसिसक्यो, यस्तो भइसक्यो दायाहरूलाई। हाम्रो चाहिँ लास्टै गाह्रो भयो, बिरामी होला जस्तो भइसक्यो यार। अब अगाडि गएर ब्रेकफास्ट गर्छौँ हामी, है। छिटो छिटो, केटाहरू आज लोड परेको अवस्था। टायरहरू खाँदा ठाउँ पुगिसक्नु भयो अरे। कहाँ हो? टाढा छ यार। कति टाढा? यता हो क्या, यता कता? आहा, कति मजा आएको यार यो ओह्रालोमा त। पुरै बाटो ओह्रालो भइदिनु हुन्छ नि। यो स्कुल छ यतापट्टि, के स्कुल हो यो? चित्रशील भक्त समिति लेखेको रहेछ यार। बाटोमा हामी अहिले यो चाहिँ अर्कै बाटो आइरहेछौँ खाजा खानको लागि। हेलो हेलो, ओहो, यहाँ त पुरै बाटो बनाउने काम भइरहेको रहेछ यार। बाटो पुरै हिलो हिलो छ यार, आम्मा पुरै छ्याप्ने भयो पछाडि। अब यस्तो हिलो बाटो छ यार, तै पनि हामी रफ्तार हामीले छोडेका छैनौँ। पुरै हिलो हिलो भयो, पुरै हिलो छ्याप्यो यार। ओ ओ ओ ओ ओ ओ, यस्तोमा खुट्टा कच्याक्क खिच्नु पऱ्यो नि के हुन्छ? सकिएन, लाइफ झन्डो बाम हुन्छ। हरन छैन। बाटो बिर्सेको अवस्था, बाटो बिर्स्यो, फेरि यही बाटो गयो, फेरि यही बाटो फर्क्यो। अब ओके गाइस, हामी फाइनल्ली यहाँ खाजा खाने ठाउँमा आइसकेका छौँ। अब मजा आउँछ यहाँ। सुरु भइसक्यो चाहिँ यहाँनिर। यो चाहिँ हामी साइक्लिङ गरेर आइसकेपछि चाहिँ यहाँ अर्ग्यानिक जुस खाने ठाउँमा भेला भएका छौँ। यो अर्ग्यानिक फेन्टा तपाईँले त्यहाँ हेर्न सक्नुहुन्छ र यो यसमा चाहिँ एकदम प्योर अर्ग्यानिक चिजहरू छ। यसले चाहिँ हाम्रो चाहिँ जुन हामी साइक्लिङ गरेर फ्याट बर्न भन्छ त्यसमा झन् त्यो फ्याटलाई बर्न गरेर कम्प्लिट रिड्युस गर्न चाहिँ हेल्प गर्छ यसले चाहिँ। अनि यहाँ चाहिँ स्टामिनाको लागि चाहिँ चना अन्डा चाहिँ छ। अनि यो पानी चाहिँ अर्ग्यानिक नै हो, फेरि यो मिनरल वाटर होइन। नेपालमा मिनरल भन्ने मिनरल वाटर होइन, त्यो प्योर ड्रिङ्किङ वाटर चाहिँ हो। यो फेन्टाकमा चाहिँ कोको बोतलमा चाहिँ पानी,
फेन्टाको बोतलमा चाहिँ अर्ग्यानिक जुस खाइरहेछ अर्जुनजीले चाहिँ यसको बारेमा चाहिँ अर्ग्यानिक जुसमा चाहिँ धेरै फ्यान हुनुहुन्छ यसको रिक्सनजी चाहिँ हिजो धेरै अर्ग्यानिक जुस खाएको भएर टाढा टाढा भइरहनु भएको छ रिक्सु भाइले चाहिँ जस्ट सुरु गर्ने माहौलमा छ अहिले चाहिँ खानेकुरामा चाहिँ अलिकति मोटिभेट भइरहेको हुनाले चाहिँ जुसमा चाहिँ पिउ कम भइरहेछ सही हो अनि हाम्रो अब हामी यहाँ टक्क खान्छौँ होइन अब एकछिन खाएपछि चाहिँ अब हामी एकछिन रेस्ट गरेर टक्क त्यसपछि हामी रफ्तारमा फेरि घर फर्किन्छौँ है त ल अब चाहिँ हामी हुन्छ यहाँ पुलतिर गइरहेछौँ अगाडिपट्टि पुल छ झलुङ्गे पुल टायर पछाडिबाट आउनु भएको छ रमाइलो सही छ यसलाई ओहो झलुङ्गे पुलमा रमाइलो डाँडाको पहिला यहाँ उत्यो पिकनिक स्पोट थियो यहाँ अहिले चाहिँ टक्क पुलसुल बनाएर बवाल बनाएको रहेछ है म यहाँ दाइहरूको एक दुईवटा सर्ट लिन्छु अब कस्तो हुन्छ सकेसम्म पर्फेक्ट लिने मैले ट्राई गरिरहेको छु है अब कतिको आउँछ र हल्ल्या यार यता यति लाइट पर्दो रहेछ क्या दाइ यसरी खिच्दाखेरि उताबाट खिच्यो भने चाहिँ राम्रो आउँदो रहेछ कि उडाउनु पर्दैन म त उडाउँछ होला नि यता आएको त सानो वानमा राखेर आएको पाइडलै नचल्ने कहाँ सकिनु कस्तो हुँदो रहेछ दाइ बवाल हुँदो रहेछ पर्फेक्ट अलिक गाह्रो यार अलिक गाह्रो है यो स्टन्ट अब 6 महिना चलाएपछि हान्न सकिन्छ हामी चाहिँ भर्खरै अब खाजा खाएर घरतिर लाग्दैछौँ कति बज्यो अहिले 10 टाइमहरू मिलेन फेरि 10 बज्यो होला उसको नाम चाहिँ रोशन है ओ सेट मैले त इन्ट्रोड्युस गराउनु बिर्सेँ यार सबै इन्ट्रोड्युस गराउँछु है म अब एकचोटि हेर्नु त अझै हाम्रो विष्णु दाई तपाईँको भाषामा आफ्नो इन्ट्रोड्युस दिनु त
अनि उसको नाम चाहिँ दिपक सुवेदी है। हामी पोखरामा पनि सँगै गर्थ्यौँ होइन। म त्यहाँ आई बटनमा पोखराको लिङ्क राख्दैछु, त्यहाँ गएर हेर्न सक्नुहुन्छ हाम्रो पोखराको भ्लग है। अब हामी चाहिँ एकदम घरतिर लाग्दैछौँ गाइजहरू। खै अगाडि दाइहरू पनि इन्ट्रोड्युस गराउँ भनेको, कहाँ पुगिसक्नु भयो त। ओ माई गॉड, धन्दा ठोकेको। मोमो है मोमो। दाइहरूलाई भेट्नै नसकिनु भयो यार। बाटो यस्तो बवाल छ, तपाईँले हेर्न सक्नुहुन्छ। ओहो, यस्तो हिलो है हिलो। यहाँ चिप्ल्यो भने चाहिँ म चाहिँ गएँ। Be your everything, yeah, I'll be your everything. Still too soon to feel. Please just say it's real. More than just a thrill, not just in it for the thrill. डेन्टलकै डक्टर हुनुहुन्छ। I'm in it for the love, cause love it needs to touch it. You're pressing on my buttons, babe, let me tell you something. I'm in it for the love, cause love it needs to touch it. You're pressing on my buttons, babe, let me tell you something. I'm in it for the love. हामी अब यो हाइवेमा छौँ होइन। अब घर जाँदैछौँ हामी। अब सिकौलीको जङ्गल आइपुग्यौँ हामी। दाइहरू अगाडि गइरहनु भएको छ। म चाहिँ भिडियो खिच्नको लागि पछि बिस्तारै आइरहेको छु आनन्द भन्ने। खाजा घर रहेछ। अब हामी यहाँ यसो कोल्ड ड्रिङ्क्सहरू खानु गएर अलिकति I'm in it for the love, cause love it needs to touch it. You're pressing on my